Hello guys, this is Lalit Bhatai from Kosia Jada. यो भिडियो मैले तपाईहरुको लागि बनाइरहेको छु। यो भिडियो लामो छ। यो सुरुङ मार्गको भिडियो हो। जादरदेखि जागृत जाने क्रममा यो बीच बाटोमा पर्ने मेन हाइवेमा पर्ने यो सुरुङ मार्ग हो। यो कम्तीमा पनि 6 किलोमिटरको छ। अनि यो बाटो हिँड्दाखेरि मैले यस्तो सुरुङहरु चाहिँ सानो सानो चाहिँ 1 किलोमिटरको आधा किलोमिटरको धेरै नै देखे, तर मैले चाहिँ भिडियो बनाएन। ठुलो सुरुङको चाहिँ बनाउँछु भनेर मैले यो सुरुङको बनाए। यो एकदम पहाडी मार्ग हो। अनि यहाँको भूगोललाई हेरेर यिनीहरुले यो बाटोभरि व्यापकै सुरुङ मार्गहरु बनाएको छ। एकदम ढुङ्गा झरिरहने समस्या र बाटो बनाएरै नसक्ने हैरान भएको भएर होला यत्रो लामो सुरुङ मार्ग बनाएको। यो भित्र हिँड्दा हिँड्दा पनि कस्तो अक्सिजनको कमी भयो जस्तो महसुस हुन्छ कि डुम्म हुन्छ है। यहाँ भित्रै पनि ठुलठुलो फ्यानहरु छ, पंखाहरु। अनि इमर्जेन्सीको लागि भित्र नेटवर्कले टिप्दैन भने त्यहीको ल्यान्डलाइनबाट पनि फोन गर्न सकिन्छ। अनि गाडी पार्किङहरु गर्ने ठाउँहरु पनि छ। इमर्जेन्सीको बखतमा यहाँबाट बाहिर आउट हुने ठाउँहरु पनि सर्टकट बाटोहरु छ। अनि यहाँ यदि फायरको समस्या भयो, आगलागी भयो भने फायर एक्सटेन्सनहरु पनि ठाउँमा छ। यति सिस्टमेटिक तरिकाले बनाएको छ। हाम्रो सेम टु सेम नेपालको पहाडी इलाका जस्तै ठाउँ यो। हाम्रो नेपालमा पनि धेरै पहाडी बाटोहरुमा म त आफू कति भोगिरहेको छु। बुटोलदेखि वालिङ जाने क्रममा यो बाटोहरुमा पहिरो ढुङ्गा झर्ने क्रम त सिद्धबामा त कति मान्छे मरे वर्षौंदेखि मर्दै आएको थिए। अहिले आएर बल्ल थोरै मात्रै बनाएको छ। खासमा हाम्रो नेपालमा पनि यस्तै गर्यो भने धेरै राम्रो हुन्थ्यो। अहिले नयाँ सरकार आएको छ। उनीहरुले गरे भने नेपालको लागि एउटा राम्रो विकास हुन सक्छ र हामीलाई आवश्यकता पनि छ। हेर्नु न कति लामो छ, 6 किलोमिटर भन्दा बढी छ कि यो। हिँडेरै सकिदैन। अनि यहाँको सिस्टम चाहिँ कस्तो राम्रो छ भने कसैले यहाँ चाइचुइ हर्न बजाउने अनि यो ओभरटेक गर्ने त्यस्तो भन्ने केही नै हुँदैन। यहाँ कसैलाई कसैको मतलब छैन। आफ्नो बाटो हिँड्ने हो, काम गर्ने हो, खाने हो। नेपालमा जस्तो लुट्ने, झोला बोक्ने, झोले भन्ने कुरा यहाँ केही हुँदैन। यिनीहरुलाई यति थाहा छ सरकारले आफ्नो काम गर्छ। काम खानको लागि काम नितान्त गर्न पर्छ भन्ने यहाँको जनताहरुको दिमागमा छ माइन्डसेट। हैन विकास भनेको यस्तो हुन्छ, कस्तो राम्रो छ। यसो त मैले सानो सानो 1-आधा किलोमिटरको त मैले पछाडी आउँदा आउँदै धेरै छोडिसके क्या। यो अरु के भन्छ यो टनलहरु मैले ठुलो टनलमै बनाउँछु भनेर हो। पहिला म नेपालबाट आउँदाखेरि जागृतदेखि जादर आउँदाखेरि पनि देखेको थिएँ। अनि फेरि अहिले फेरि यो बाटो हिँड्ने सौभाग्य मिल्यो। अनि त्यही भएर मैले बनाइ नै हालेँ। मैले पहिले नै सोचे यता जाने भनेपछि त्यहाँ चाहिँ भिडियो बनाउँछु भन्ने सोचे। अनि बनाए पनि कस्तो लाग्छ हेर्नु भिडियोलाई स्क्रोल नगरिकन। अनि यदि तपाईहरु क्रोसिया हुनुहुन्छ भने यो बाटो त हिँडिसक्नु भएको छ होला। हिँड्नु भएको छैन भने पनि क्रोसिया जागृतदेखि स्प्लिट जादर विभिन्न ठाउँहरुमा जाने बाटो चाहिँ यही नै हो। जागृतदेखि हेर्नु त कस्तो रमाइलो छ। भित्र हिँड्दा नि सकिँदैन के कहाँ गयो जस्तो हुन्छ क्या। कति वर्ष लाग्यो होला हौ यो बनाउन। मलाई चाहिँ बबाल मन पर्यो के टनल चाहिँ। पुरै पहाडी बाटो यस्तो कत्रो ठुलो पहाड छेडेर गयो होला यो। नेपालको भन्दा विकट पहाड छ यहाँ। बल्ल सकियो कि ल हेर्नु न बल्ल सकियो क्या।